वादी भन्नाले मुद्दामा अभियोग लगाउने वा उजुरी गर्ने पक्ष नै वादी हो। त्यस्तै गरेर प्रतिवादी भन्नाले मुद्दामा जसको विरुद्धमा अभियोग लगाइएको छ वा उजुरीको प्रतिवाद गर्ने पक्ष नै प्रतिवादी हो। त्यस्तै गरेर अब भनिन्छ बन्दी भनेको के हो भनेर आउन सक्छ। बन्दी भन्नाले थुनामा परेको कैदी वा थुनुवालाई चाहिँ बन्दी भनेर भनिन्छ। त्यस्तै गरेर सदर भन्नाले सहमति जनाउने कार्य हो। त्यस्तै गरेर बदर भन्नाले असहमति जनाउने कार्य हो। अब मुल्तवी भनेको के हो? मुल्तवी शब्दको अर्थ रहेको छ कुनै निश्चित समयसम्म मुद्दाको कारवाही स्थगित गर्ने आदेश नै मुल्तवी हो। त्यस्तै गरेर रोहवर भनेको के हो त फेरि? रोहवर है, रोहवर सामुन्नेमा उपस्थित भई गरेको कार्यलाई रोहवर भनेर भनिन्छ। मुचुल्काको शब्दको अर्थ कुनै कुराको सम्पूर्ण विवरण खुलाइएको कागजलाई मुचुल्का भनेर भनिन्छ। बरामद भन्नाले कुनै सामान अधीनमा लिने काम वा जफत गर्ने काम नै बरामद हो। पेशी भनेको के हो? पेशी भनेको मुद्दाको सुनवाई हुने दिन नै पेशी हो। त्यस्तै गरेर वैधानिक वकिल केलाई भनिन्छ? अर्थात् वैधानिक वकिल भनेको के हो? अदालतबाट तलब खाएर बहस पैरवी गर्ने वकिल नै वैधानिक वकिल हो। त्यस्तै गरेर हिरासत भनेको के हो? हिरासत है, हिरासत शब्दको अर्थ रहेको छ प्रहरीले मुद्दाको अनुसन्धानको लागि भनेर थुनामा राख्ने कार्य नै हिरासत हो। त्यस्तै गरेर फरार भनेको के हो? फरार भन्नाले भगुवालाई फरार भनेर भनिन्छ। अब हामी कहिले कहिले कन्फ्युज हुन सक्छौँ। संविधान, धारा र दफा, यो तीनवटा शब्दहरू रहेको छ। संविधान, धारा र दफा। संविधान भन्नाले देशको मूल कानून हो भने धारा भन्नाले संविधानको सिलसिलेवार क्रम नै धारा हो। त्यस्तै गरेर दफा भन्नाले चाहिँ फेरि ऐनको सिलसिलेवार क्रम, अर्थात् त्यो धारा र दफामा चाहिँ हामी कहिले काहीँ झुकिन सक्छौँ। धारा भन्नाले संविधानको सिलसिलेवार क्रम र दफा भन्नाले फेरि ऐनको सिलसिलेवार क्रम। त्यस्तै गरेर म्याद भनेको के हो त? म्याद भन्नाले कुनै मुद्दामा पुनरावेदन गर्न वा उजुरी गर्न कानून बमोजिम दिएको समय वा अवधि नै म्याद हो। अब यो म्यादको अगाडि हद जोड्यो भने हदम्याद हुन्छ। हदम्याद शब्दको अर्थ के हो? हदम्याद शब्दको अर्थ रहेको छ कानूनले तोकेको अन्तिम हदसम्मको म्याद नै हदम्याद हो। अब फेरि अभियोग भनेको के हो? अभियोग शब्दको अर्थ रहेको छ कुनै अपराध गरेको भनेर लगाइएको आरोप नै अभियोग हो। अब अभियुक्त भनेको के हो फेरि? अभियुक्त र अभियोगमा फरक छ है। अभियुक्त भन्नाले अपराध गरेको भनेर प्रहरीले आरोप लगाइएको तर अदालतबाट दोषी प्रमाणित नभइसकेको व्यक्ति नै अभियुक्त हो। अब अभियोगकर्ता चाहिँ के हो त फेरि? अभियोगकर्ता अर्थात् यहाँ बुझ्नुपर्ने कुरा के छ भने अभियुक्त र अभियोगकर्ता है। अब अभियोगकर्ता शब्दको अर्थ रहेको छ अपराध गरेको भनेर आरोप लगाउने व्यक्ति वा सरकारी वकिल नै अभियोगकर्ता हो। अब इजलास भनेर केलाई भनिन्छ? इजलास भन्नाले मुद्दा हेर्नको लागि बसेको न्यायाधीश सहितको कार्यालय कोठा नै इजलास हो।